श्रीमान र श्रीमतीले चाहिँ सहमतिमा सम्बन्ध विच्छेद गर्नको लागि चाहिँ जिल्ला अदालत जाँदाखेरि चाहिँ अदालतमा भएको न्यायाधीशज्यूले चाहिँ के कस्तो प्रश्नहरू सोध्न सक्नेछ त भन्ने सन्दर्भमा चाहिँ आज मैले तपाईहरुलाई सोध्न सक्ने सम्भावित 5 वटा प्रश्नहरू लिएर आएको छु। पहिलो प्रश्न चाहिँ के छ भन्दाखेरि तपाईहरु किन सम्बन्ध विच्छेद गर्न आउनु भएको हो, के कारणले गर्दा सम्बन्ध विच्छेद गर्न आउनु भएको हो भनेर पहिलो प्रश्न चाहिँ तपाईहरुलाई सोध्न सक्नेछ। अब यस्तो बेला चाहिँ श्रीमानले श्रीमतीलाई दोष लगाउने अनि श्रीमतीले फेरि श्रीमानलाई दोष लगाउनु हुँदैन। अर्थात् भन्नुको अर्थ के हो भन्दाखेरि मेरो श्रीमतीले चाहिँ यस्तो यस्तो कामहरू गर्यो त्यही भएर म आको, फेरि श्रीमतीले होइन मेरो श्रीमानले चाहिँ यस्तो यस्तो कामहरू नराम्रो काम गर्यो अनि म आको भनेर भन्ने होइन। यसो गर्दाखेरि चाहिँ विवाद सिर्जना हुन्छ, यसो गर्ने होइन। अब सहमतिमै सम्बन्ध विच्छेद गर्न आउनु भइसके पश्चात चाहिँ तपाईले एकदमै छोटो एन्सरहरू दिनुपर्ने हुन्छ। छोटो एन्सरको रूपमा चाहिँ हाम्रो मन मिलेन त्यही भएको कारणले गर्दाखेरि चाहिँ हामी सम्बन्ध विच्छेद गर्न आएको, हाम्रो विचार मिलेन त्यही भएको कारणले गर्दाखेरि हामी चाहिँ सम्बन्ध विच्छेद गर्न आएको भनेर यो प्रश्नको उत्तर तपाईले दिन सक्नुहुन्छ। पहिलो प्रश्न भयो। अब दोस्रो प्रश्न चाहिँ अंशको कुरा है त। दोस्रो प्रश्न के हुन्छ भन्दाखेरि तपाईले अंश लिने या नलिने भनेर न्यायाधीशज्यूले चाहिँ तपाईलाई सोध्न सक्नुहुन्छ र लिने भए दुईजनाको सहमति अनुसार त मिलापत्रमा पनि उल्लेख गरेको अनुसार तपाईले भन्नु पर्यो कति लिने, के लिने, कहाँबाट लिने भन्ने कुरा। अब क्याश लिने भए क्याश लिने, यो कुरा चाहिँ न्यायाधीशज्यूले तपाईलाई सोध्नुहुन्छ। त्यहाँ हामीले चाहिँ जुन मिलापत्रको कागज तयार पारेको हुन्छ यो कुरा त्यसमा पनि हुन्छ, सबै कुरा खुलाएको हुन्छ, तर पनि न्यायाधीशले तपाईलाई सोध्न सक्छ। त्यो सोध्न सक्ने भएको कारणले गर्दाखेरि त्यसको उत्तर चाहिँ तपाईले दिनुपर्ने हुन्छ। यो दोस्रो कुरा अंश लिने कि नलिने। अब तेस्रो प्रश्न के आउँछ भन्ने सन्दर्भमा चाहिँ तेस्रो प्रश्न चाहिँ बच्चा छ भने बच्चा कोसँग बस्ने, कोसँग राख्ने है, आमासँग भए आमासँग, बुवासँग भए बुवासँग, यो कुरा पनि खुलाउनु पर्ने हुन्छ र यो कुरा पनि सोध्छ न्यायाधीशले तपाईलाई। बच्चा कोसँग राख्ने त, बच्चाको हकमा चाहिँ के कस्तो छ त भनेर तपाईलाई सोध्छ। त्यस्तै गरेर चौथो प्रश्न चाहिँ यदि बच्चा जोसँग राख्ने भए तापनि बच्चाको लालन पालन, औषधि उपचार, खाना भनौँ न जीवनयापन खर्चहरू कसले हेर्ने त बच्चाको, यो सबै कुराहरू कसले बियर गर्छ त, बुवाले आमाले मिलेर हो कि बुवाले हो कि हैन, यो कुराको पनि प्रश्न चाहिँ न्यायाधीशले राख्नुहुन्छ र यो कुराको उत्तर पनि तपाईहरु दुईजनाको सहमतिमा जे भएको छ त्यो अनुसार चाहिँ तपाईले भन्नुपर्ने हुन्छ। अब यो चौथो प्रश्न पनि मैले तपाईलाई राखिहाले भने पाँचौं प्रश्नको रूपमा चाहिँ कहिलेकाहीँ चाहिँ के प्रश्न सोध्न सक्नुहुन्छ भन्दाखेरि महिलालाई चाहिँ तपाई गर्भवती हुनुहुन्छ या हुनुहुन्न त भनेर पनि सोध्न सक्नुहुन्छ र यस्तो बेला चाहिँ आफू जे छ हैन गर्भवती भए गर्भवती छैन भने म हाल गर्भवती केही पनि छैन भनेर तपाईले आफ्नो कुराहरू राख्न सक्नुहुनेछ। आई होप आजको यो भिडियोबाट चाहिँ तपाईले केही भए पनि कानुनको जानकारी भने अवश्य पनि प्राप्त गर्नुभयो होला। यदि तपाईलाई यस्तै कानुनसँग सम्बन्धित भिडियोहरू हेर्न मन लाग्छ, सुन्न मन लाग्छ भने तपाईले चाहिँ मेरो युट्युब च्यानल नेल्सन एलएलबी लाई सब्स्क्राइब गर्न र मलाई टिकटकमा फलो गर्न चाहिँ नबिर्सिनुहोला। र यदि तपाईको पर्सनल केही कुराहरू रहेको छ भने मलाई इन्स्टाग्राम, मेरो तल इन्स्टाग्रामको लिंक रहेको छ, इन्स्टाग्राममा आउनु भएर मलाई सोध्न पनि सक्नुहुनेछ। यस्तै भिडियो फेरि अर्को दिनमा अर्को एउटा नयाँ भिडियो लिएर आउने बाचा गर्दै अहिलेलाई पनि यहाँबाट बिदा हुन्छु। हस्त धन्यवाद। जय नेपाल, जय देश अनि जय कानुन।